बुद्धिमान हुनु भनेको सही निर्णय लिन सक्नु हो, गलतलाई सही ठहराउनु होइन। हरे कृष्ण। श्रीमद् भगवत गीता अध्याय 1 श्लोक 45। अहो बत महत पापं कर्तुं व्यवसिता वयं यद्राज्य सुखलोभेन हन्तुं स्वजनमुद्यताः। अर्जुन यहाँ आफैलाई दोष दिन थाल्छन्। उनी भन्छन्, हामी त आफूलाई बुद्धिमान ठान्छौँ, तर राज्य र सुखभोगले आफ्नै स्वजनलाई मार्न तयार भएका छौँ। यो त महान पाप होइन र? अर्जुनको पीडा अझ गहिरो छ, किनकि उनी भन्छन्, दुर्योधन जस्तो व्यक्ति लोभ, अहङ्कार र अज्ञानले निर्णय गर्छ। त्यसमा आश्चर्य छैन, तर अर्जुन र उनको पक्ष त विवेकशील छन्, सही गलत छुट्याउन सक्ने छन्। त्यसो भए के उनीहरूबाट पनि यस्तो पाप स्वीकार्य हुन्छ? अर्जुनलाई लाग्छ, अज्ञानबाट भएको गल्ती सायद माफ हुन सक्छ, तर बुद्धिमान भएर पनि गरिएको गलत निर्णय माफ हुँदैन, किनकि समाज र धर्मले बुद्धिमानबाट धेरै अपेक्षा राख्छ। यदि जान्दा जान्दै गलत बाटो रोजियो भने त्यो अपराध झन् ठुलो हुन्छ। यदि द्वन्द्वले अर्जुनलाई रोक्छ, उनी बुझ्छन् युद्ध जितिएला, तर विवेक हारेको छ भने त्यो जित व्यर्थ हुन्छ। यहीँबाट कृष्णको उपदेश आवश्यक बन्छ, किनकि अब समस्या बाहिरी शत्रुको होइन, आन्तरिक लोभ र भरमको हो। राधे राधे।